इराको देखेको थिएँ प्लास्टिक मान्छे चाहिँ खुसी भइरह होला कि खुसी हाम्रो व्यापार हुने भयो भनेर। हेलो साथीहरू, आज चाहिँ म भ्लग बनाएँ। आफूलाई मान्छे नदेखाइकन बनाएको थियो चाहिँ। आज चाहिँ हाम्रो हेटौँडाको अवस्था हेर्न सक्नुहुन्छ तपाईँहरूले। हाम्रो हेटौँडा चाहिँ विकसित अहिले चाहिँ बिउद्वारा सर्जीद्वारा एकदम भत्काउनुपर्छ। एकदम राम्रो लाग्यो मलाई चाहिँ, किनकि अरू ठाउँको हेरेर हाम्रो ठाउँको यो रोडहरू पनि कति समेको थियो कि अनि हिजो चाहिँ खङ्गाली भत्कायो। मलाई चाहिँ खुसी लाग्यो आफ्नो ठाउँतिर विकसित भएको देखेर। तर पनि कोही कोहीको त घर आफ्नै घरहरू भेटेको हुन्छ। कोही चाहिँ रुइरहेको देखेको थिएँ प्लास्टिक आम्बो बजारतिर त बिजोग भइरहेको हिँड्ने बाटो नै छैन। अनि त्यहाँबाट बाटोमा त सिसा घरको त्यो उयोहरू के तारहरू लथ्रेको थियो। कति धेरै बिजोग भइरहेको थियो हामी जाने बाटोतिर चाहिँ। अनि त्यो मेन रोडतिर मात्रै भत्काएको हो यो चाहिँ। अनि भित्र चाहिँ पसलहरू खुलै थियो। अनि भित्रको मान्छे चाहिँ खुसी भयो होला भन्दै गइरहेको थियो हामी चाहिँ। हिँड्ने बाटो धरी छैन ओ बिजोग। यताको मान्छे चाहिँ खुसी भइरह होला कि खुसी हाम्रो व्यापार हुने भयो भनेर। अनि हामी चाहिँ यता घर फर्किँदै राप्ती रोड साइडतिर नि यस्तै भइरहेछ बिजोग। अनि भित्र चाहिँ केही गराएको छैन। अनि यताको मान्छेहरूले कति त्यो बिचरा पसलको मान्छेहरूले सामानै नसारे रहेछ कि। अनि त्यहाँबाट सामानहरू भर्खर सार्दैछ कोही चाहिँ यता सेल्स भनेर बेच्दैछ सेल्समा। भयो भने मान्छेहरू कति धेरै प्याक हो। अम्बो हिँड्ने बाटो छैन कि रोडतिर हिँडिरहेछ। कोही त्यस्तै ठाउँबाट हिँडिरहेछ। अब बिस्तारै बन्द छैन रोडहरू। अनि यहाँ चाहिँ सेल्स चलिरहेछ। अनि मैले चाहिँ हेरेँ लुगाहरू बेचिरहेछ। अरू भन्दा नि यो कबड्डीहरूले चाहिँ कबड्डीवालाले चाहिँ के पैसा डेन्जर कमायो। तारहरू सबै उठाएर लगिरहेको। अनि त्यहाँको सामानहरू सब उठाएर लगिरहेको। यिनीहरूलाई चाहिँ डेन्जर रोडतिर हिँड्नेसम्म भइरहेछ बाटो भइसक्योहरूलाई चाहिँ हाम्रो अवस्था हेर्दै हिँडेको सामानहरू त उठाउँदै हिँडेको साइकल ल्याएर बहुत खराब ऐसा है। सब ये चाहिँ के जला हो क्या बिजोग है इधर। टेरेकै बागले खाइरहेको त्यसमाको डाइलग पहिला नसारेर बिजोग। हेलो साथीहरू, तपाईँहरूले देख्नु सक्नु भइसक्यो होला पक्कै पनि मेरो भिडियो के कस्तो छ भनेर। हाम्रो हेटौँडा चाहिँ आज हिजोदेखि हो यार, हिजोदेखि हो भत्काउन थाल्यो घरहरू चाहिँ। सडक बन्नु त राम्रो कुरा हो, तर कोही चाहिँ रुइरहेको पनि देखाएको थिएँ मैले भिडियोतिर। तर मैले आफैले चाहिँ देखाएको थिएन। अनि आज यसो क्लास जाँदाखेरि हेरेको अम्बो क्या साह्रो बिजोग भइरहेछ। तार भुइँमा लथ्रिरहेको थियो। तर पनि विकास हुनु राम्रोको लागि। अरू ठाउँको हेरेर त हाम्रो हेटौँडा त्यति उयो भएको थिएन नि त, विकसित भएको थिएन, फराकिलो रोड थिएन। अहिले चाहिँ एकदम राम्रो बन्नेवाला छ। अबको दिनहरूमा राम्रो होस् भन्ने चाह छ। मेरो भिडियो चाहिँ यति नै साथीहरू, बाई बाई।